के गरेको सानो मान्छेले बगिनाको बलिनाको भयो खै मम्मा खै बाबु मम्मा खै बाबु के खेलेको हेर्नु कति राम्रो फुल झाडीमा पनि अनि यता एउटा यो काठ जस्तो देखिने बस्ने कुरा चाहिँ सिमेन्टको हो अनि यो पिङ्क साकुराई अझै पनि फुल्न सकिएको छैन अझै छ जापानमा यो काठको जस्तो देखिने सिमेन्टको बनाएको छ अझै एउटा कुरा देखाउँदैछु हजुरलाई यो पनि काठको हो यो काठको जस्तो देखिने हजुरलाई काठ भन्नु होला तर सिमेन्टको बनाएको यो सबै काठको जस्तो देखिन्छ कि धेरै राम्रो छ यो बुटो चाहिँ हाँडे काफल हो मजाले फलेको छ यो हाँडे काफलहरू रे यो फुल हो यी सेतो फुल यसैमा अर्को कलर पनि फुल्छ पिङ्क गाढा पिङ्क यो गाढा पिङ्क फुल्छ यसैमा अझै 3 थरी फुल्छ यहाँ चाहिँ हजुरहरूलाई देखाउँदैछु यी हेर्नु यो अर्को पिङ्क फेरि हेर्नु नि सानो बुटाहरूमा पनि कति राम्रो फुल फुलेको छ यी ल हेर्दा सानो छ धेरै राम्रो फुलेको छ यी यसैमा अब सेतो पनि फुल्छ यसमा धेरै राम्रो फुलेको छ यो अघि मैले देखाइसकेको छु हजुरलाई काफल हो हाँडे काफल मजाले फलेछ ल सबै फलेछ टिप्न सकिन्छ सजिलै भोलिपर्सि आउने हो हामी टिप्न यी खानालाई ल हेर्नु सानो बुटो छ काफलको चढ्न मजाले सकिन्छ हेर्नु नि कस्तो मजाले फलेछ पाक्नै छ पाक्न बाँकी छ यता अर्को बाबु खेल्दैछ के खेलेको बाबु मजा आउँछ खेलेर सानो मान्छे कता आएको यता